राजेश हमालको डान्सको चाहिँ के कुरा गर्ने संसारमा कुमार सर नाच्न नआउने मध्ये म नि पर्छु कि मलाई खासै नाच्न आउँदैन। भाइ बहिनीहरूले पछि सिकाउनु होला यसै पछि कहीँ मौका मिलेछ। मलाई नाच्न आउँदैन तर मलाई पनि खुसुक्क भन्छु राजेश दाइको जतिको चाहिँ आउँछ। राजेश दाइको जतिको चाहिँ आउँछ। हेर्ने हो हेर सिम्पल छ। यति हो अक्षरमा गाइसेहरू हेर्नुहोस् यति हो। भाइ बडो मजाले हाँस्नु हो। नाच्न नआउने म पनि लगभग राजेश दाइको जतिको चाहिँ लगभग फलो गर्न सक्छु कि भनेपछि स्वाभाविक थियो मलाई प्रश्न गयो कि तपाईँलाई के चिजले महानायक बनायो। राजेश हमालले कस्तो मन्द मुस्कानको साथमा कस्तो लजिक दिनुभयो कि सोध्न बाध्य हुने गरी भन्नुभयो बिकज अफ माई एजुकेसन। अरूले सिर्फ कम्मर भाँच्न जाने पढ्न जाने, अरूले सिर्फ अभिनयमा मात्रै ध्यान दिए तर उहाँले अभिनयको साथसाथमा अध्ययनलाई पनि ध्यान दिनुभयो र एउटा यस्तो बौद्धिक कलाकार बन्नुभयो आज राजेश हमाल कि कलाकारहरू त अरू धेरै छन्। उहाँभन्दा राम्रो नाच्ने पनि छन्, राम्रो अभिनय गर्ने पनि छन् तर फेरि पनि उनीहरू हिरो हुन् भने हिरो अफ द हिरोज महानायक सुपरस्टार चाहिँ राजेश हमाल नै। आज राजेश हमालले वर्षको 2-5 करोड कमाउन हिसाबै दिउँला म वर्षको 4-5 करोड कमाउनलाई उहाँले फिल्म नखेले पनि पुगेको छैन, नखेले पनि पुगेको छ। म अफिसियली सूर्यज्योति लाइफ इन्सुरेन्सको एज अ कर्पोरेट ट्रेनर छु। राजेश दाइ चाहिँ ब्रान्ड अम्बासडर हुनुहुन्छ। म वर्षभरिमा 40वटा जति प्रोग्रामको एग्रिमेन्ट गर्छु। एउटा प्रोग्रामको 1 लाख प्लस भ्याट 1,13,000 एउटा प्रोग्रामको। तर देशभरि गर्दा कहिले झापा, कहिले धनगढी, कहिले सुर्खे वर्षभरिमा 40वटा प्रोग्राम। अनि कहिलेकाहीँ त कस्तो हुन्छ भने सुर्खे अघिल्लै दिन जानु पर्यो, भोलिपल्ट प्रोग्राम गर्यो, फ्लाइट क्यान्सल हुन्छ, एक दिन पुग्नु पर्यो, फर्केर आउनु पर्यो, 2 दिन 3 दिन त्यही लाग्छ। एउटै प्रोग्रामलाई